Hi everyone, welcome to my channel. म चाहिँ आज यहाँ मेरो बहिनीहरुसित अलिकति इभिनिङ आउटिङ जस्तो गरौँ भनेर आएको छु. सो वी डिसाइडेड अलिकति अब आइहाल्यो है. सो अलिकति अब पिकनिक सानो पिकनिक टाइपको गरौँ भनेर चाहिँ आएको. उहाँ तल डाँडा जाने. सो स्टे ट्युन. मलाई चाहिँ यस्तो खालके जग्गाहरु यस्तो फरेस्टहरु एकदमै मन पर्छ. हामी चाहिँ उहाँ तलको डाँडा गएको. मेरो बहिनीहरु चाहिँ उ तल पुगिसक्यो. सो फाइनली म चाहिँ आइपुगे. उ तिनीहरु चाहिँ अघि पुगेर पनि त्यहाँ बसिसकेछ. वाउ, इट्स सो ब्युटिफुल. ओइ त्यहाँ छ बस्ने जग्गा. कहाँ बस्नु? अझै तल? ओइ ए ल जाउँ. लेट्स गो जाउँ इन. ओह्रालो रहेछ. अझै अब अहिले भरे उकालो चढ्नु पर्दा चाहिँ मर्ने रहेछ. अब हामी चाहिँ यहीँ बस्ने है. यहाँबाट अलिक आज चाहिँ धुम्म भइरहेको रहेछ. नभए चाहिँ उहाँबाट चाहिँ दामी देख्छ. यहाँबाट चाहिँ यहाँ त झन् क्यामेरामा त देख्दैन पनि रहेछ. पुरा धुम्म भइरहेको छ. तर हेर्नुहोस् कस्तो दामी देख्छ यहाँबाट. धुम्म नभएको भए चाहिँ दामी देख्थ्यो. हामी अस्ति नै लाइक कहिले 2021 मा आएको है. 22 हरूतिर उयो डाँडामा आएको थियो. त्यति बेला चाहिँ यस्तै सेम पिकनिक गर्नु. हामीले चाहिँ यहाँनिर सबै हाम्रो खानेकुराहरू सबै लिएर आएको छ. पानी हो, झन्डै पानी बिर्सेको है अघि. हामी चाहिँ यहाँनिर ठिक्क गोल्डन आवरमा पुग्यो है. सो द्याट्स वाइ सनलाइट चाहिँ एकदम राम्रो आइरहेको छ. यहाँनिर हाम्रो लाइट त्यस्तो गरम पनि भएको छैन. एन्ड टुडे चाहिँ आज चाहिँ कालिम्पोङ एकदमै गरम थियो. सो हामी चाहिँ त्यही कारण इभिनिङतिर आएको. त्यही हामी एक्चुअली छिटै आउँ भनेको थिएँ हो. तर अब ढिलो भइहाल्यो. तर एक्चुअली राइट टाइममा आएछ हामी. बिकज अघि आएको दिउँसै आइपुगेको भए चाहिँ एकदमै गरम हुने थियो. बिकज कालिम्पोङ वाज भेरी हट टुडे. We know. सो अहिले चाहिँ ठिक्कको भइरहेको छ ह्युमिड टाइपको. तर अब त्यस्तो त्यो घामको त्यस्तो हिट आएको छैन. लु अब चाहिँ हाम्रो स्टार्ट. सो हामीले चाहिँ आज चिप्सहरू त हुनै पर्छ हो. एन्ड यो कप्सहरू किनेको. एन्ड दिस जुस. अब यो जुस चाहिँ हामी तीनैजनाले फर्स्ट टाइम ट्राई गर्न आँटेको. अब लेट्स सी कस्तो हुन्छ. And we also have अघि खाएको अलिकति उब्लेको कोक. And our favorite donuts. हामी तीनैजनालाई पिङ्क कलरकै मन पर्छ डोनट्स. And some sandwich, burger, अन्त that hot dog. Then we have chow mein. So yeah, that's it है. अँधेरो पनि हुनु थाल्यो. निकै धुम्म भयो. पानी पर्ला जस्तो भयो. सो वी हेभ टु हरी अप. अब चाहिँ छिटो यहाँबाट निक्लिनु पर्छ. नभए चाहिँ पानी पर्यो भने फेरि फोटोसेसनहरू हुँदैछ. अब चाहिँ जाने. हामीले चाहिँ सबै खाइसक्यो. यो चाहिँ डोनट्स चाहिँ हामीले खानु सकेन. सो यो चाहिँ हामी एक-एकवटा घर लाने. अब चाहिँ रात पर्यो पुरा.
अघिको सिडी चढ्दाखेरि चाहिँ हालत खराब हुँदैछ हाम्रो। हामी चाहिँ बल्ल बल्ल रोड आइपुग्यो। अब यहाँबाटै पाउँछ गाडी ए अब अझै माथि हिँड्नुपर्छ। Thank you so much for watching. Please don't forget to subscribe. See you next time.